हेलो एभ्रिवान, वेलकम ब्याक टु माई नेक्स्ट भिडियो। आजको यो भिडियोमा चाहिँ म तपाईँहरूलाई के सिकाउँछु भनेदेखि यहाँनिर मैले अलरेडी तीनटा प्रडक्टको नाम लेखिसकेको छु, ल्यापटप, डेस्कटप, मोबाइल भनेर है। र यो प्रडक्टहरू चाहिँ कुन कुन डेटमा कति कति सेल भयो भनेर चेक गर्नुको लागि चाहिँ हामीले के गर्नुपर्छ भनेदेखि त्यसको लागि कन्ट्रोल टी गरेर सेलेक्ट गरिदिनुहोस्। यो हाम्रो सेलेक्ट भइसकेको छ। सेलेक्ट भइसकेर ओके गरिदिनुहोस्। यहाँनिर ओके गरिसकेपछि यहाँ माथि इन्सर्ट स्लाइसर भनेर आउँछ है। इन्सर्ट स्लाइसरमा लेफ्ट सिङ्गल क्लिक गरिदिनुहोस्। यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ डेट प्रडक्ट सेल। यहाँनिर प्रडक्टलाई सेलेक्ट गरिदिनुहोस्। प्रडक्टलाई सेलेक्ट गरिसकेपछि ओके। अब यहाँनिर तपाईँहरूले देख्न सक्नुहुँदैछ डेस्कटप, ल्यापटप, मोबाइल भनेर है। अब तपाईलाई कुन प्रडक्ट चाहिँ कति सेल भयो भनेर चेक गर्नु छ भनेदेखि चाहिँ यहाँनिर सपोज म डेस्कटपमा क्लिक गर्छु। यहाँनिर डेस्कटपको मात्रै दिँदैछ। यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ। फेरि म यहाँनिर ल्यापटपमा क्लिक गर्छु, ल्यापटपको मात्रै दिँदैछ। फेरि मोबाइलमा क्लिक गर्यो भने मोबाइलको मात्रै। यसरी नै तपाईँले भने कुनै पनि प्रडक्ट कुन कुन डेटमा कति कति सेल भयो भनेर चेक गर्नु सक्नुहुनेछ।